नमस्कार, जय नेपाल। न कुनै बाधा न कुनै अडचन। नेपाली काङ्ग्रेसको क्रियाशील लिने तपाईँको रहर अवश्य पुरा हुन्छ। यही मिति 28 गते, जेठ 28 गते राति 12 बजेसम्म नेपाली काङ्ग्रेसको क्रियाशील तपाईँले लिन सक्नुहुनेछ। यदि त्यसपछि छुट्नुभयो भने पछुताउनु बाहेक अरू पनि केही विकल्प छैन। पछुताउनुभन्दा पहिले तपाईँले क्रियाशील लिइहाल्नुहोस्। नलिएका साथीहरूले लिन पाइयो, लिएका साथीले पनि अद्यावधि गर्न पायो। अद्यावधि भने मतलब अपग्रेड रिन्यू गर्न पाइयो। त्यस कारणले कहिले तपाईँ नछुट्नु होला, छुट्नुभयो भने पछुताउनुहुन्छ। यसैले भन्दैछु, जय नेपाल। नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नम्बर 1 प्रदेश कार्य समिति ख सचिवको हैसियतले म तपाईँहरूसँग विनम्र आग्रह गर्दैछु, रिक्वेस्ट गर्दैछु। तपाईँहरूको पुरानो क्रियाशील अद्यावधि गर्ने तपाईँहरूलाई थाहा छैन भने अनलाइन सिस्टम पोर्टलले एकदम सजिलो गरेको छ। यो सजिलो माध्यमलाई अपनाउन अझै तपाईँले जान्नु भएन, यो मिडियालाई तपाईँले चाहिँ युज गर्न सक्नु भएन भने त्यसको लागि सदैव मलाई सम्झिनुहुनेछ। मलाई सम्झिनुभयो भने तपाईँको त्यो समाधान म गरिदिनेछु। एकचोटि होइन, दुईचोटि होइन, तीनचोटि। देशको जब देशमा अप्ठ्यारो आउँछ, देशलाई चाहिँ निकास दिनको लागि चाहिँ नेपाली काङ्ग्रेस चाहिएको छ। त्यसै कारणले पनि नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएर तपाईँ निर्धक्कले गर्वको साथ भन्नुहुनेछ, नेपाली काङ्ग्रेस, म नेपाली काङ्ग्रेस हुँ भनेर। त्यसैले तपाईँले आफ्नो क्रियाशील अद्यावधि गर्नलाई ढिलो नगर्नुहोस्। जतिसक्दो चाँडो अद्यावधि गराइहाल्नुहोस्। नयाँ लिन चाहनेले ढिलो नगर्नुहोस्, जति चाँडो छिटो तपाईँले नयाँ क्रियाशील भरिहाल्नुहोस् भन्दै म तपाईँहरूसँग आग्रह गर्न चाहन्छु कि हामी 15औं महाधिवेशनको सङ्घारमा छौँ। भन्छन् मान्छेले पार्टी फुट्ला, केही फरक पर्दैन। पुराना जान्छन्, खराब जान्छन्, राम्रो मान्छे आउँछन्, नयाँ आउँछन्, यति मात्रै हो। फिल्टर हुन्छ, फिल्टर हुन दिनुपर्छ। हामीले पानी छान्न पानीको लागि पनि त हामीले फिल्टर युज गर्छौँ नि। सफा पानी खानेको लागि फिल्टर युज गर्छौँ। त्यस्तै लागि पार्टीको पनि सफा मान्छे ल्याउनको लागि यो 15औं महाधिवेशनको सङ्घारमा हामी दौडिरहेका छौँ। यो 15औं महाधिवेशनलाई भव्य र सभ्य बनाउनु पर्छ र पार्टीमा युवा पङ्क्तिको साथसाथै पार्टीलाई चाहिँ एउटा ढिक्का, एउटा देशको एउटा लिडरसिप बनाउन सक्ने नेतृत्व चुन्नको लागि तपाईँले आफ्नो क्रियाशील लिनुहोस्। वडादेखि केन्द्रसम्म युवा पुस्ताको जमात हुनेछ र नेपाली काङ्ग्रेस 15औं महाधिवेशन पश्चात नेपाली काङ्ग्रेस देशैभरि नेपाली काङ्ग्रेसको झन्डा फहरिन्छ। यो तपाईँहरूको मनको कौतुकता र मेरो मनको कौतुकता पनि म एकदम चिर्दै नेपाली काङ्ग्रेसको चारतारे झन्डा र रुखको छारी मुनि बस्ने सबैको रहर पुरा हुने वातावरण नेपाली काङ्ग्रेसले गर्नेछ। धन्यवाद। जय नेपाल।